हेलो नमस्कार सबैजना। आजको यो भिडियोमा तपाईँले एनएसपी नेशनल स्कलरसिपमा कसरी तपाईँले एप्लाई गर्ने सिक्किमबाट यो भिडियोमा तपाईँले डिटेल्स जानकारी पाउनुहुनेछ। यो भिडियोलाई सेयर गरेर सबैकोमा पुर्याइदिनु होला र यो च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जानुहोला। आजको यो भिडियो तपाईँलाई काम लागेन भने पनि फ्युचरमा कुनै न कुनै जरुर काम लाग्ने भिडियो आउने नै छ र भिडियो लास्टसम्म क्लियरली हेर्नु होला। त्यसको बादमा एप्लाई गर्नु जानुहोला। आउनुहोस्, म जुन चाहिँ सोशल वेलफेयर डिपार्टमेन्ट लुम्से ग्यान्टोकले निकालेको नोटिफिकेसनको विषयमा सर्ट जानकारी दिनु गइरहेको छु। भिडियो ध्यान दिएर हेर्नुहोस् होला। भिडियो अलिकति लामो हुन्छ। तपाईँले एप्लाई गर्नुभन्दा अगाडि यो भिडियो लास्टसम्म हेरेर त्यसको बादमा एप्लाई गर्नुहोला। भिडियो अलिकति लामो हुनेछ, ध्यान दिएर हेर्नुहोस् होला। र गभर्मेन्ट अफ सिक्किम सोसियल वेलफेयर डिपार्टमेन्ट लुम्से ग्यान्टोकले निकालेको नोटिफिकेसन हो नेसनल स्कलरसिप पोर्टल एनएसपीको लागि। 1 जुन 2026बाट यसको अनलाइन एप्लाई सुरु भइसकेको छ भने 31 अगस्त 2026सम्म तपाईँले एप्लाई गर्नु सक्नुहुनेछ। प्री मेट्रिक पोस्ट मेट्रिक दुइटै एप्लाई गर्नु सक्नुहुनेछ र इलिजिबल एससी स्टुडेन्ट ओबिसी स्टुडेन्ट सबै इलिजिबल हुनेछ र अफिसियल वेबसाइट पनि यहाँ जारी गरेको छ उहाँले। र एप्लिकेसन प्रोसेस फ्रेस एप्लिकेन्टको लागि यहाँ अलिकति त उहाँहरूले जानकारी पनि दिएको छ, कहाँबाट कसरी कुन एप डाउनलोड गर्नुपर्ने, कसरी एप्लाई गर्नुपर्ने भनेर यहाँ अलिकति जानकारी दिएको छ। यो तपाईँले नोटिफिकेसनबाट पढ्नु सक्नुहुनेछ। फिलअप गर्ने प्रोसेस पनि दिएको छ, पर्सनल डिटेल्स, एकाडेमिक डिटेल्स र ब्याङ्क डिटेल्स तपाईँले लगाउनु पर्नेछ र इन्कम सर्टिफिकेट, कास्ट सर्टिफिकेट र मार्कसिट तपाईँले डकुमेन्ट्समा लगाउनु पर्नेछ। आफ्नो डिटेल्सलाई रिभ्यू गरेर सबमिट गर्नु भनेर बताएको छ र हेल्पलाइन नम्बर पनि अलिकति यहाँनिर जारी गर्नुभएको छ। यसमा कन्ट्याक्ट गरेर पनि तपाईँहरूले मोर डिटेल्स केही कन्फ्युजन भएको खण्डमा जानकारी लिनु सक्नुहुनेछ। र इम्पोर्टेन्ट डेज 1 जुनबाट स्टार्ट भएको हो भने 31 अगस्तसम्म तपाईँहरूले एप्लाई गर्नु सक्नुहुनेछ। नेसनल स्कलरसिपमा तपाईँले एप्लाई गर्नुको लागि तपाईँले दुईटा एप डाउनलोड गर्नुपर्ने हुन्छ। दुईटा एपमा तपाईँ सिधा प्ले स्टोरमा जानुहोस् र फर्स्टमा तपाईँले लेख्नुहोस् एनएसबी ओटिआर लेखेर सर्च गर्नुहोस्। जस्तो तपाईँकोमा यो पहिला आउँछ एनएसपी ओटिआर यो लेखेको एप आउँछ। यो एपलाई तपाईँले डाउनलोड गर्नुहोस्। मेरोमा अलरेडी डाउनलोड भएको कारणले ओपन देखाउँछ। तपाईँले यसलाई डाउनलोड गरेर इन्स्टल गर्नुहोस्। सेकेन्डमा तपाईँले आधार फेस आरडी भनेको आधार फेस रिडर यो एप तपाईँले डाउनलोड गर्नुहोस्। यो दुईटा एप तपाईँले डाउनलोड गर्नुपर्ने हुन्छ। यो पनि मेरोमा इन्स्टल देखाउँदैछ। त्यसको बादमा यो एपमा चाहिँ तपाईँको स्क्रिनमा देखाउँछ। अर्को एप चाहिँ इन्स्टल हुन्छ तर तपाईँको फोनमा अगाडि चाहिँ देखाउँदैन। र तपाईँले सिधा यो एनपिएस ओटिआर एपमा ओपन गर्नुहोस्। तपाईँको जस्तो ओपन गर्नुहुन्छ तपाईँको यो पेज खुलिएर आउँछ। यहाँनिर तपाईँले ध्यान दिनुहोस्। तपाईँले अलरेडी पहिला एप्लाई गर्नुभएको छ, तपाईँले रेजिस्टर गर्नुभएको छ एनएसपी पोर्टलमा भने तपाईँले यहाँबाट लगइन गर्नुपर्ने हुन्छ। तर तपाईँले कहिले ओपन नै गर्नुभएको छैन, लगइन गर्नुभएको, कहिले रेजिस्टरै गर्नुभएको छैन, एप्लाई यो सेन्ट्रल जुन चाहिँ स्कलरसिप छ यसमा एप्लाई गर्नुभएको छैन कहिले भने तपाईँले यहाँ रेजिस्टर गर्नुपर्ने हुन्छ। रेजिस्टरमा क्लिक गर्नुहोस्। तपाईँको यो पेज खुलेर आउँछ। जस्तो यो पेज यहाँनिर दुईटा टिक गर्ने अप्सन छ, यसलाई टिक गरेर नेक्स्ट गरिदिनुहोस्। यहाँनिर तपाईँले आफ्नो मोबाइल नम्बर लाउनु पर्ने हुन्छ, त्यसको ओटिपी लाउनु पर्ने हुन्छ। यहाँनिर आफ्नो मोबाइल नम्बर ओटिपी लगाएर क्याप्चर फिल गरेर यसलाई भेरिफाई गरिदिनुहोस्। जस्तो भेरिफाई गर्नुहुन्छ त्यसको बादमा तपाईँलाई इकेवाइसी को लागि माग्छ। तपाईँले आधार नम्बर लगाएर यहाँबाट तपाईँले इकेवाइसी गर्नु सक्नुहुन्छ। आधार नम्बर लगाइसकेर नेक्स्ट गरिसकेपछि तपाईँको यो पेज खुलेर आउँछ। यहाँनिर तपाईँले आई एग्रीमा क्लिक गर्नुहोस्। तपाईँले आई एग्रीमा क्लिक गरिसक्दा तपाईँको फ्रन्ट क्यामेरा खुलेर आउँछ। त्यहाँनिर तपाईँले आफ्नो फेस क्लियरली देखाउनुहोस्। त्यहाँ ग्रिन भएपछि तपाईँले आँखा झिम्काइदिनु भेरिफिकेसन सक्सेसफुल भइहाल्छ। ब्याङ्क एकाउन्ट पनि अटोमेटिक सिडिङ भएर यहाँनिर आउँछ। तपाईँले आफ्नो कुन आधार कार्ड कुन ब्याङ्कमा लिङ्क छ अटोमेटिकल्ली सिडिङ भएर तपाईँको यहाँनिर आउँछ र आफ्नो डिटेल्सहरू यहाँ देखाइहाल्छ। तपाईँले आफ्नो हालिसकेपछि त्यहाँबाट आफ्नो मदर नेम, फादर्स नेमहरू, इमेल आइडीहरू त्यहाँबाट लगाउनु पर्ने हुन्छ। आफ्नो डिटेल लगाइसकेपछि यहाँनिर मदर्स नेम, फादर्स नेम र मेल आइडी लगाइसकेपछि त्यहाँबाट फेरि नेक्स्ट गरिदिनुहोस्। फेरि आई एग्रीमा क्लिक गरिदिनुहोस्। यति गरिसकेपछि तपाईँको यहाँनिर तपाईँको फिनिस्ड हुन्छ। तपाईँको ओटिआर तपाईँको जुन चाहिँ नम्बर हुन्छ रेजिस्ट्रेसन नम्बर, पासवर्ड तपाईँको मेसेजमा पनि आउँछ, तपाईँको त्यहाँ स्क्रिनमा पनि देखाउँछ। त्यहाँनिर तपाईँले स्क्रिनसट पनि गरेर राख्नु सक्नुहुनेछ र तपाईँले मेसेजमा पनि पाउनुहुन्छ। र त्यसको बादमा त्यही नम्बर र तपाईँले पासवर्ड र त्यो रेजिस्ट्रेसन नम्बर हालेर फेरि लगइन गर्नु सक्नुहुनेछ।
जब तपाईँको ओटिआर जेनेरेट हुन्छ, पासवर्ड, ओटिआर सबै तपाईँको मेसेजमा आउँछ। तपाईँको फेस रिकग्नाइज भइसकेपछि तपाईँको फिनिस्ड हुन्छ। त्यसको बादमा तपाईँको ओटिआर नम्बर, जो रेजिस्ट्रेसन नम्बर हुन्छ, रेजिस्ट्रेसन नम्बर र पासवर्ड तपाईँको मेसेजमा आउँछ। मेसेजमा आइसकेपछि तपाईँले यहाँ लगइनको बटन देख्नुहुन्छ, लगइनको बटनमा क्लिक गर्नुहोस्। त्यसको बादमा यहाँ लगइन युजिङ ओटिआर देख्नुहुन्छ, यसमा क्लिक गर्नुहोस्। तपाईँको जुन चाहिँ ओटिआर नम्बर आएको थियो, त्यो ओटिआर नम्बर यहाँ इन्टर ओटिआरमा तपाईँले लगाउनुहोस् र जुन चाहिँ पासवर्ड आएको थियो मेसेजमा, त्यो पासवर्ड यहाँ लगाउनुहोस्। त्यो पासवर्ड यहाँ लगाइसक्दाखेरि तपाईँकोमा पासवर्ड चेन्ज गर्ने अप्सन आउँछ। त्यहाँनिर तपाईँले पुरानो पासवर्ड, जुन चाहिँ अहिले मेसेजमा आएको पासवर्ड पनि लगाउनु पर्ने हुन्छ। त्यहाँबाट तपाईँले आफ्नो पासवर्ड त्यहाँ लगाएर र आफ्नो पासवर्डलाई 2 खेप लगाएर त्यसको बादमा पासवर्ड चेन्ज गरिसकेपछि तपाईँकोमा पासवर्ड चेन्ज भनेर पपअप आउँछ। जस्तो पपअप आउँछ, त्यहाँबाट फेरि ब्याक टु आएर तपाईँ यही लगइनमा क्लिक गर्नुहोस्। यहाँनिर तपाईँले जुन चाहिँ ओटिआर छ, तपाईँको रेजिस्ट्रेसन नम्बर छ, त्यो नम्बर यहाँ लगाउनुहोस्। त्यसको बादमा तपाईँले जुन चाहिँ चेन्ज गरेर आफ्नो पासवर्ड लगाउनु भएको थियो, मुनि पासवर्डमा लगाउनुहोस्। तपाईँको यति गरिसकेपछि त्यहाँबाट लगइन गर्नुहोस्। लगइन गरिसकेपछि तपाईँको त्यहाँनिर नम्बर अलरेडी भेरिफाइड आउँछ। तपाईँको मेल आइडीलाई भेरिफाई गर्नुहोस्। त्यहाँ भेरिफाईको अप्सन हुन्छ, त्यसमा क्लिक गर्नुहोस्। त्यसको बादमा तपाईँले त्यहाँ ओटिपी सेन्ड ओटिपीको अप्सन हुन्छ। ओटिपी सेन्ड गरेर त्यो ओटिपी त्यहाँ हालेर तपाईँले क्याप्चर फिल गरेर त्यसलाई सबमिट गरिदिनुहोस्। तपाईँको मेल आइडी भेरिफाइड हुन्छ। तपाईँले एनपिएसमा तपाईँको काम यति नै हो। त्यहाँबाट तपाईँले वेबसाइटमा गएर काम गर्नुपर्ने हुन्छ। अब तपाईँले रेजिस्ट्रेसन कम्प्लिट गर्नुभयो, तपाईँको ओटिआर पनि आयो, रेजिस्ट्रेसन नम्बर, ओटिआर पनि आयो, पासवर्ड पनि तपाईँले बनाइसक्नुभयो। भनेपछि अब तपाईँले एनपिएसको वेबसाइटमा जानुपर्ने हुन्छ, अफिसियल वेबसाइटमा, जुन मैले डिस्क्रिप्सनमा पनि मैले दिएर राखेको छु। त्यहाँबाट पनि तपाईँले क्लिक गर्नु सक्नुहुन्छ। तपाईँ यो पेजमा डाइरेक्ट आइपुग्नुहुन्छ। तपाईँले त्यो मैले डिस्क्रिप्सनमा दिएको अफिसियल वेबसाइटमा क्लिक गर्नुभयो भने तपाईँ यो पेजमा आइपुग्नुहुन्छ। र यहाँनिर तपाईँले धेरै अप्सन देख्नुहुँदैछ। यहाँनिर तपाईँ अब स्टुडेन्टको लागि, स्कलरसिपको लागि एप्लाई गर्नुहुँदैछ र यहाँ स्टुडेन्ट्समा क्लिक गर्नुहोस्। जस्तो यहाँ क्लिक गर्नुहुन्छ, तपाईँको यहाँनिर धेरैवटा अप्सनहरू आउँछ। यहाँनिर तपाईँले अलिकति केही जानकारी पनि दिएको छ, योहरू पनि तपाईँले पढ्नुहोस्। र यहाँ ओटिआर रेजिस्ट्रेसन यहाँबाट पनि गर्दा हुन्छ, र उताबाट तपाईँले अलरेडी गरिसक्नुभयो, त्यो फेरि गर्ने जरुरत छैन। र यहाँनिर तपाईँले देख्नुहुँदैछ एप्लाई फर स्कलरसिप, यहाँ देख्नुहुँदैछ, यसमा तपाईँले क्लिक गर्नुहोस्। जस्तो यहाँ क्लिक गर्नुहुन्छ, यहाँनिर तपाईँलाई अप्सन दिएको छ। यहाँ लगइन टिप्स पनि दिएको छ। यो टिप्स पनि एकखेप मजाले पढ्नुहोस्। त्यसको बादमा तपाईँले यहाँनिर आधार नम्बरबाट पनि लगइन गर्नु सक्नुहुने रहेछ, र यहाँनिर ओटिआरबाट पनि लगइन गर्नु सक्नुहुन्छ। ओटिआरमा क्लिक गरेँ। जस्तो तपाईँले यहाँ ओटिआर र पासवर्ड हालिसक्नुहुन्छ, त्यसको बादमा तपाईँले यहाँ लगइनको अप्सन देख्नुहुँदैछ, त्यसमा क्लिक गर्नुहोस्। जस्तो लगइन क्लिक गर्नुहुन्छ, तपाईँलाई 6 डिजिट ओटिपी आउँछ, त्यसलाई तपाईँले भेरिफाई गर्नुपर्ने हुन्छ। जस्तो तपाईँले ओटिपी लगाएर कन्फर्म गर्नुहुन्छ, तपाईँको लगइन सक्सेसफुल भनेर आउँछ, यसलाई तपाईँले ओके गरिदिनुहोस्। जस्तो लगइन सक्सेसफुल भनेर आएपछि यहाँनिर तपाईँको यु हेभ नट एप्लाई फर एनी स्कलरसिप भनेर यहाँ देखाउँदैछ। तपाईँको पनि एप्लाई गर्नुभएको छैन भने यही देखाउँछ। तपाईँ पुरानो एप्लिकेसन हो भने, पुरानो एप्लिकेसनलाई फेरि त्यसैलाई एप्लाई गर्ने हो भने यहाँनिर तपाईँको पुरानो एप्लिकेसन देखाइहाल्छ। एप्लाई गरेको त्यसैलाई रिन्यू गर्दा भइहाल्छ। र तपाईँले फ्रेस एप्लाई हो, नयाँ हो भने तपाईँले यहाँनिर एप्लाई फ्रेस देख्नुहुँदैछ, यसमा क्लिक गर्नुपर्ने हुन्छ। यु मस्ट फिल आउट your बेसिक इन्फर्मेसन बिफोर एप्लाइङ फर स्कलरसिप भन्ने छ, यसलाई ओके गरिदिनुहोस्। यहाँनिर तपाईँको बेसिक इन्फर्मेसन लगाउने जग्गाहरू आउँछ, आफ्नो नाम, आफ्नो डिटेल्स आउँछ। यहाँनिर स्कलरसिप क्याटेगोरीहरू यहाँ चुज गर्नुपर्ने हुन्छ। यो सबै तपाईँले मन्थली इन्कमहरू, मतलब एनुअल इन्कमहरू पनि लगाउनु पर्ने हुन्छ, इन्कम सर्टिफिकेटहरू पनि लगाउनु पर्ने हुन्छ। यहाँनिर यो सबै तपाईँले आफ्नो भरेर स्टेप वाइज तपाईँले फर्स्टमा तपाईँले जेनरल इन्फर्मेसन, एकाडेमिक इन्फर्मेसन, एप्लिकेसन स्पेसिफिकेसन, यो सबै एप्लिकेसन अन्डरटेकिङ, यो सबै तपाईँले गरेर सबमिट गरेपछि त्यहाँबाट उता तपाईँले एप्लाई गर्ने अप्सन आउँछ। यहाँदेखि उता मेरो इलिजिबल छैन, यहाँदेखि त म देखाउन सक्दिनँ। यहाँदेखि उता तपाईँले आफ्नो डिटेल्स हो, आफ्नो पर्सनल डिटेल्स हो, तपाईँले आफै हालेर मजाले गर्न सकिहाल्नुहुन्छ। यहाँसम्म तपाईँलाई मैले डिटेल्समा जानकारी गराएँ। यो भिडियो कस्तो लाग्यो, तपाईँलाई राम्रो लाग्यो भने भिडियोलाई सेयर गरेर सबैकोमा पुर्याइदिनु होला, र च्यानललाई सब्सक्राइब गरिदिनु होला। र यस्तै इन्फर्मेसन भिडियो सधैँ आइ नै रहनेछ यो च्यानलमा।